कहानीको सुरुवातमा हामीले एउटा केटीलाई देख्छौं जो समुद्रमा बगेर एउटा आइल्यान्डको किनारमा आइपुगेकी थिए। यो केटीको नाम जेन हुन्छ र उसको साथमा उसको साथी ब्रेड पनि यहाँ बगेर आएको थियो। जेनले उसको नजिक गएर उसलाई चेक गर्छे जहाँ ऊ नराम्ररी घाइते थियो र केही बेरमै ऊ मर्छ पनि। यो देखेर ऊ निकै दुखी हुन्छ। पछि उसको बडीलाई त्यही छोडेर ऊ त्यो आइल्यान्डलाई एक्सप्लोर गर्न थाल्छे। तर यो आइल्यान्डमा कोही पनि हुँदैन। यो पुरै आइल्यान्ड सुनसान थियो, अर्थात यो केटी यहाँ फसेकी थिए। जब ऊ आइल्यान्ड भित्र जान्छे तब उसले एक ठाउँमा एउटा थैलो भेट्छे जसभित्र एउटा लेडिज पर्स र केही बच्चाहरूको सामान थियो। यहाँ उसले एउटा मेडिसिन पनि भेट्छे जसमा 1994 को डेट लेखिएको थियो, जसबाट जेनले बुझ्छे कि सायद धेरै वर्ष पहिले यहाँ कोही आएको थियो। उसलाई त्यो डब्बामा सलाई पनि भेटिन्छ जसलाई उसले आफैसँग राख्छे। ऊ फेरि समुद्रको किनारमा आउँछे। उसलाई त्यहाँ ढलेको एउटा ठूलो धोद्रो परेको रुख नजर आउँछ। यो देखेर जेनलाई रातिमा आफ्नो सेफ्टीको लागि त्यसैमा सुत्ने आइडिया आउँछ। अब यहाँ जेनले पहिलो रात बिताउँछे र बिहान भएपछि उसले देख्छ कि समुद्रको किनारमा धेरै माछाहरू बगेर आएका थिए। त्यसैमा एउटा सानो शार्क पनि थियो जसको आधा शरीर खाइएको थियो। उसले त्यहाँबाट आफूले खान केही माछाहरू उठाउँछे। त्यतिबेलै जेनको नजर एउटा ठाउँमा जान्छ जहाँ 3 जना मानिसको चिहान थियो। यो देखेर जेनले आफ्नो साथीको लागि पनि एउटा चिहान खन्छे किनभने उसको साथीको बॉडी अब सड्न थालेको थियो। अब अर्को दिन जब जेनले आइल्यान्डको चक्कर लागिरहेकी थिए तब उसले देख्छ कि कसैले उसको साथीको डेड बॉडी आधा खाइसकेको छ। यो देखेर जेन निकै डराउँछे। उसले केही बुझ्न सक्दैन कि आखिर यो कसले गरे होला। उसलाई लाग्छ पक्कै यो काम कुनै जनावरको हो जो यही आइल्यान्डमा बस्छ होला। त्यसैले उसले एउटा लौरोलाई तिखो बनाउँछे र आफ्नो लागि एउटा हतियार बनाउँछे। त्यसपछि ऊ आइल्यान्ड बाहिर बसेर त्यो जनावरलाई कुर्न थाल्छे। अब रात पर्छ र अब जेनलाई निद्रा लाग्न थाल्छ, तर त्यो जनावर अहिलेसम्म त्यहाँ आएको थिएन। अब अर्को दिन जेनको आँखा खुल्छ र उसले समुद्रमा एउटा सुटकेस देख्छे। उसले त्यो सुटकेस आफूसिम ल्याउने सोच्छे। त्यसैले उसले समुद्रमा गएर त्यो सुटकेस लिन्छे। त्यतिबेलै उसलाई तल केही महसुस हुन्छ र ऊ तल गएर हेर्छे जहाँ उसलाई एउटा ठूलो होल नजर आउँछ र यो देखेर ऊ छक्क पर्छे। अब उसले बाहिर आएर त्यो सुटकेस खोलेर हेर्छे। त्यसभित्र उसलाई केही जुत्ताहरू र लुगाहरू भेटिन्छ जसलाई उसले लगाउँछे। जब रात पर्छ तब जेनले त्यो सामान चेक गर्न थाल्छे र उसले त्यसमा केही फोटोहरू देख्छे। उसले त्यो हेर्न थाल्छे र बुझ्छे कि यहाँ कुनै फ्यामिली छुट्टी मनाउनको लागि आएको थियो जसमा एउटा कपल र उनीहरूका 2 सन्तान थिए। त्यतिबेलै जेनको माथिबाट एउटा प्लेन जान्छ। यो देखेर जेनले आफ्नो फ्लेयर गन चलाउँछे तर यसको कुनै फाइदा हुँदैन किनभने तबसम्म त्यो प्लेन गइसकेको हुन्छ। जब फ्लेयर गनको त्यो बुलेट तल आइरहेको हुन्छ तब जेनले त्यसको स्याडोमा कुनै क्रिएचरलाई देख्छे। यो देखेर ऊ धेरै डराउँछे र आइल्यान्ड तर्फ दगुर्न थाल्छे र एक ठाउँमा गएर लुक्छे। त्यो क्रिएचरले त्यहाँ आएर जेनलाई खोज्न थाल्छ। यसबाट जेन अझै डराउँछे र आजको रात यसरी नै बित्छ। अब अर्को दिन फेरि जेनले तिनै फोटोहरू हेरिरहेकी थिए र उसले एउटा फोटोमा 2 वटा चम्किरहेका आँखाहरू नोटिस गर्छे। अब उसले बुझ्छे कि यो त्यही क्रिएचर हो जसलाई उसले हिजो देखेकी थिए र सायद त्यसैले यो फ्यामिलीलाई मारेको होला। यो देखेर जेन अझै डराउँछे र अब ऊ जसरी भए पनि त्यो आइल्यान्डबाट निस्कन चाहन्थे। अब यसपछि उसले त्यो सुटकेस खोल्छे र त्यसमा आफ्नो लाइफ ज्याकेट हाल्छे ताकि त्यसको सहाराले पौडेर यहाँबाट ऊ बाहिर निस्कन सकुस्। त्यसपछि ऊ सुटकेसमा बसेर त्यहाँबाट निस्कने कोसिस गर्छे तर त्यो सुटकेस पल्टिन्छ। अब उसको यो प्लान फेल भइसकेको थियो। त्यसैले ऊ फेरि त्यही आइल्यान्डमा आउँछे र अब उसलाई त्यो क्रिएचरबाट बच्नको लागि कुनै सेफ ठाउँ चाहिएको थियो। त्यसैले आज राति ऊ त्यही धोद्रो रुखभित्र सुत्ने डिसाइड गर्छे। अब जब रात पर्छ तब त्यो क्रिएचर फेरि त्यहाँ आउँछ र उसलाई यो पनि थाहा हुन्छ कि जेन त्यो रुखको होलमा लुकेकी छी। त्यसैले त्यो क्रिएचरले त्यो रुखलाई तोड्ने कोसिस गर्छ तर उसले त्यसो गर्न सक्दैन र थाकेर फर्किन्छ। अर्को दिन जेन त्यो रुखबाट बाहिर निस्कन्छे। उसले देख्छ कि त्यो क्रिएचरले धेरै अट्याक गरेको भएर त्यो रुख धेरै ड्यामेज भएको थियो। यसपछि उसले त्यो क्रिएचरबाट बच्नको लागि एउटा नयाँ प्लान बनाउँछे। उसले समुद्रबाट केही ठूला माछाहरू समात्छे र तिनलाई त्यही एउटा रुखमा झुन्डाइदिन्छे। उसको प्लान थियो कि जब रातिमा त्यो क्रिएचर यहाँ आउनेछ तब ऊ यी माछाहरू खाएर फर्किनेछ। अब जेन
जेनले अर्को दिन उठेर देख्छ कि उसको यो प्लानले काम गरेको थियो। त्यो क्रिचर त्यहाँ आएर ती माछाहरू खाएर फर्किएको थियो। त्यति बेलै जेनको नजर समुद्रको किनारमा जान्छ जहाँ कसैको बोडी बगेर आएको थियो। यो देखेर ऊ त्यो बोडीको नजिक जान्छ र देख्छ कि त्यो बोडी निकै सडिसकेको थियो। यो देखेर उसको मनमा एउटा आइडिया आउँछ र उसले त्यो बोडीलाई पनि त्यही रुखमा झुन्डाइदिन्छ ताकि त्यो क्रिचरले त्यो बोडीलाई नै आएर खाओस् र फर्कियोस्। अब उसको लागि यहाँ सर्भाइभ गर्न निकै गाह्रो भएको थियो। रातिको लागि उसले यहाँ एउटा खाडल बनाएकी थिए जसमा गएर ऊ लुक्छ र त्यो क्रिचर कुर्न थाल्छ। जब रात पर्छ तब त्यो क्रिचर त्यहाँ आउँछ र जेनले पहिलो पटक त्यो क्रिचरलाई देख्छ। ऊ त्यो क्रिचरलाई देखेर निकै डराउँछ किनभने त्यो निकै भयानक थियो। अब ऊ त्यहाँ आएर त्यो बोडी खान्छ। त्यति बेलै जेनलाई आफ्नो नजिकबाट केही आवाजहरू आउँछ र जब उसले त्यहाँ हेर्छ उसलाई त्यहाँ त्यो क्रिचरको खुट्टा देखिन्छ। यो देखेर ऊ अझै धेरै डराउँछ तर पनि उसले कुनै तरिकाले आफूलाई कन्ट्रोल गर्छ। अब अर्को दिन जब जेन उठ्छ उसले आफ्नो लागि एउटा सेफ ठाउँ चाहन्थे। अब किनभने उसले त्यो क्रिचरको हाइट देखिसकेकी थिए त्यसैले उसले आफ्नो लागि रुखमाथि एउटा झुल तयार पार्छ ताकि त्यो क्रिचर उसम्म पुग्न नसकोस्। त्यसपछि ऊ त्यो झुलमा गएर बस्छ। अब जब रात पर्छ तब त्यो क्रिचर फेरि यहाँ आउँछ र उसलाई यहाँ जेन भएको महसुस हुन्छ। त्यसैले उसले त्यो झुल भएको रुखलाई जोड जोडले हल्लाउन थाल्छ जसले गर्दा त्यो झुल भत्किएर जेन तल खस्छ। अब त्यो क्रिचरले जेनको पिछा गर्न थाल्छ र जेन आफ्नो ज्यान जोगाउन भाग्न थाल्छ। त्यो क्रिचर जमिनमा भन्दा पानीमा छिटो दौडिरहेको थियो र ऊ आँखा झिमिक नपार्दै उसको अगाडि आएर उभिन्छ। तर जेनले आफ्नो त्यो लौराको हतियारले त्यो क्रिचरको पेटमा आरपार गरिदिन्छ। त्यो क्रिचरले जेनलाई उठाएर पानीमा फाल्दिन्छ तर जेनले आफूलाई जसोतसो सम्हाल्छ। जेनले देख्छ कि त्यो क्रिचर यहाँबाट गइसकेको छ र अब ऊ पानीबाट बाहिर आउँछ र त्यही एउटा रुखमा गएर लुक्छ। अर्को दिन जब जेन उठ्छ उसको खुट्टा निकै इन्जर्ड भएको थियो त्यसैले उसले आफूलाई सफा गर्न समुद्रमा जान्छ। जब उसले यहाँ नुहाइरहेकी थिए तब उसको नजर टाढा एउटा राफ्टमा जान्छ जसमा उसका दुईजना साथीहरू थिए जो कुनै तरिकाले सर्भाइभ गरेर यहाँ आएका थिए। उनीहरूको नाम लुकास र मिया हुन्छ। उनीहरूलाई देखेर जेन निकै खुसी हुन्छ। अब उनीहरू जेनको छेउमा आएर बस्छन् र जेनले उनीहरूलाई खानको लागि केही माछाहरू दिन्छ। उसले यहाँ उनीहरूलाई त्यो क्रिचरको बारेमा बताउँछ। उसले भन्छ कि हामी छिटोभन्दा छिटो यहाँबाट निस्कनु पर्छ किनभने म यहाँ लगभग 7 दिनदेखि फसेकी छु। तर लुकास र मियाले उसको कुरामा विश्वास गर्दैनन्। उनीहरूलाई लाग्छ ऊ झुट बोलिरहेकी छे। उनीहरूले भन्छन् हामी 5 दिनदेखि समुद्रमा भौतारिरहेका थियौं र बल्ल बल्ल हामीलाई यो आइल्यान्ड मिलेको छ। यी दुवै यहाँबाट जान चाहँदैनथे। अब जेनले उनीहरूलाई ती फोटोहरू पनि देखाउँछ जसमा त्यो क्रिचर क्लियरली देखिरहेको थियो तर पनि ती दुवै यहाँबाट जान चाहँदैनथे। जेनले बुझ्छ कि उनीहरूले उसको कुरा मान्नेवाला छैनन् त्यसैले उसले उनीहरूबाट लुकेर उनीहरूको राफ्ट लिएर त्यहाँबाट भाग्ने प्लान बनाउँछ। उसले उनीहरूको राफ्ट लिएर त्यहाँबाट भाग्ने कोसिस गर्छ तर उनीहरूले उसलाई समातिहाल्छन्। मियाले जेनमाथि अट्याक गर्छ जसले गर्दा ऊ बेहोस हुन्छ। जब उसको आँखा खुल्छ तब उसले आफूलाई बाँधिएको पाउँछ र अब रात परिसकेको थियो त्यसैले उसले लुकासलाई फकाएर आफूलाई खोलिदिन भन्छ तर लुकास र मियाले उसको कुनै कुरा सुन्दैनन्। त्यसपछि मिया त्यो आइल्यान्डमा घुम्नको लागि जान्छ र लुकास त्यही जेनको छेउमा बस्छ। यता जब मिया हिँडिरहेकी थिए तब त्यो क्रिचरले पानीबाट निस्किएर उमाथि अट्याक गरिदिन्छ। उसको आवाज सुनेर लुकास तुरुन्तै त्यहाँ जान्छ तर त्यो क्रिचरले मियालाई पानीमा तानेर लैजान्छ र उसलाई मारिदिन्छ। यो देखेर लुकास धेरै डराउँछ। ऊ डराएर एउटा रुखमा चढ्छ। अब बिहान हुन्छ तर पनि लुकास त्यो रुखबाट तल आउँदैन। अब उसले जेनको कुरा बुझिसकेको थियो। जेनले उसलाई भन्छ हेर त्यो क्रिचर रातिमा मात्र आउँछ ऊ दिउँसोमा बाहिर निस्कदैन। यो कुरा सुनेर लुकास रुखबाट तल आउँछ। अब जेनले लुकासलाई भन्छ हामी छिटो भन्दा छिटो यो आइल्यान्डबाट निस्कनु पर्छ। अब लुकास उसको कुरा मान्न तयार थियो। अब यिनीहरूले केही माछाहरू र केही नरिवल आफूसँग राख्छन्। उनीहरूले सबै सर्भाइभ गर्ने सामानहरू आफूसिम राखिसकेका थिए। यहाँ लुकास निकै डराएको थियो। जेनले उसलाई सम्झाउँछ कि त्यो क्रिचरले रातिमा मात्र अट्याक गर्छ र जबसम्म रात पर्नेछ तबसम्म हामी यो आइल्यान्ड भन्दा धेरै टाढा गइसकेका हुनेछौँ। त्यसपछि जेन त्यो राफ्टमा बस्छ जहाँ उसलाई रगत लतपतिएको देखिन्छ।
उसले बुझ्छ कि गएका 5 दिनमा यी दुवैले सर्भाइभ गर्नको लागि पक्कै आफ्नै साथीलाई मारेर खाएका होलान्। अब यिनीहरू जब राफ्टमा यहाँबाट निस्कन थाल्छन्, लुकासले पानीमा त्यही क्रिचर देख्छ। यो देखेर यी दुवैजना निकै डराउँछन् र त्यो राफ्टलाई चारैतिरबाट ढाक्छन्। तर त्यतिबेलै त्यो क्रिचरले उनीहरूको राफ्टमा पसेर उनीहरूमाथि अट्याक गरिदिन्छ। यो देखेर लुकासले त्यो फ्लेयर गनले उमाथि अट्याक गर्छ, तर त्यो क्रिचरले जेनलाई समातेर आफूसँगै लैजान्छ। जेनसिम एउटा नाइफ थियो जसलाई निकालेर उसले त्यो क्रिचरमाथि धेरैचोटि अट्याक गर्छे, तर त्यतिबेलै लुकास पनि जेनलाई बचाउन पानीमा आउँछ। यो देखेर त्यो क्रिचरले जेनलाई छोडेर लुकासलाई समात्छ। उसले लुकासलाई लिएर आफ्नो त्यो ठुलो होलमा जान्छ। यो देखेर जेन जसोतसो पौडिएर फेरि त्यही आइल्यान्डमा पुग्छे। जेनलाई लुकास मर्दा निकै दुःख लाग्छ, त्यसैले उसले त्यो क्रिचरको सामना गर्ने डिसाइड गर्छे। यसपछि उसले त्यहाँ भएका लौराहरूबाट धेरै तिखा हतियारहरू बनाउँछे, तर यी हतियारहरू उसलाई त्यति तिखा लाग्दैनन्। त्यसैले उसले त्यहाँको चिहान खन्छे र त्यहाँबाट कंकाल निकालेर तिनैबाट एकदमै तिखा हतियार बनाउँछे। उसले त्यो क्रिचरलाई आगोमा जलाउने प्लान बनाउँछे, त्यसैले उसले त्यहाँ भएका सुकेका झाडीहरू जम्मा गर्छे र तिनले घेरा बनाउँछे। अब उसले आफ्नो ट्र्याप तयार पारिसकेकी थिए। अब केही बेर पछि रात पर्छ र त्यो क्रिचर त्यहाँ आउँछ। ऊ त्यही ठाउँमा आउँछ जहाँ उसले ट्र्याप थापेकी थिए। त्यतिबेलै जेनले झाडीहरूमा आगो लगाइदिन्छे, जसले गर्दा त्यो क्रिचर आगोमा फस्छ। अब जेनले ती तिखा हतियारहरूले त्यो क्रिचर माथि अट्याक गर्न थाल्छे, जसले गर्दा त्यो क्रिचर निकै इन्जर्ड हुन्छ। अब यहाँ उसले जेनलाई समात्छ, तर जेनले ऊ माथि अट्याक गरेर भाग्न थाल्छे। त्यतिबेलै त्यो क्रिचर उसको अगाडि आउँछ, तर अब ऊ निकै घाइते भइसकेको थियो, त्यसैले ऊ त्यही ढल्छ। यो देखेर जेनले उसलाई धेरै पटक स्ट्याप गर्छे र पछि उसको घाँटी काटिदिन्छे। यसपछि अब हामीले देख्छौं कि जहाँ जेनले आगो लगाएकी थिए त्यहाँबाट पुरै आइल्यान्ड जल्न थालेको थियो। अर्थात् अब यति ठुलो आगोलाई देखेर कोही न कोही त जेनलाई बचाउनको लागि त्यहाँ पक्कै आउनेछ। र अब यसैका साथ यो मुभी यही सकिन्छ। साथीहरू, यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक र कमेन्ट गरेर पक्कै बताउनु होला। साथै च्यानलमा पहिलो पटक आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। भेटौँला हाम्रो अर्को भिडियोमा।